नमस्कार, मेरो नाम ध्रुव सिंह। मेरो घर कर्णाली प्रदेश जाजरकोट। हाल कलङ्कीमा बस्दा आइरहेको छु। म चाहिँ कोडिङ गर्दा गर्दा बोर लागेर चाहिँ रिल स्कुल गरेर आएको थिएँ इन्स्टामा। अनि त्यहाँ चाहिँ एकजना इन्डियन फ्रिलान्सरको चाहिँ भिडियो आयो जुन सिनेम्याटिक थियो। त्यसमा चाहिँ जुन एनिमेसन, कलर ग्रेडिङदेखि लिएर जुन त्यो सिनेम्याटिक सर्टहरू थियो चाहिँ त्यसले चाहिँ मलाई चाहिँ अथाह मन पर्यो। त्यो त्यहाँदेखि चाहिँ मैले जो कोडिङ छोडेर भिडियो एडिट चाहिँ छिरेको। त्यही हो, इन्ट्रेस्ट जागिसक्दै 4-5 दिन भइसकेको थियो। मैले ओभरअल अलि काठमाडौँमा भएको सबै इन्स्टिट्युटहरू भिजिट गरिरहेको थिएँ। अनि एक दिन लाइक जो साँझको टाइम थियो, खाना खाएर बसिरहेको थिएँ। इन्स्टा ओपन गर्न बित्तिकै फर्स्ट पेजमा चाहिँ ओएफआईको यो चाहिँ आयो, एडमिसन ओपन भनेर पोस्ट देखेँ होइन, एडभर्टाइज देखेँ। त्यस पछाडि मैले देख्दाखेरि चाहिँ पोस्ट चाहिँ राम्रो लाग्यो। त्यस पछाडि मैले जुन पेज भिजिट गरेँ त्यहाँदेखि चाहिँ थाहा भएको। जस्ट मैले 4-5वटा इन्स्टिट्युटहरू भिजिट गर्दा चाहिँ त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको ल्याबहरू चाहिँ अलि त्यस्तो मन परेको थिएन मलाई होइन। अनि जब मैले यहाँ पर्सनली भिजिट गरेँ अनि इन्भाइरोमेन्ट चाहिँ मलाई दामी लाग्यो। स्पेसल्ली चाहिँ ल्याब चाहिँ बेटर छ, अरू ठाउँभन्दा धेरै राम्रो छ। त्यही भएर मलाई डिफ्रेन्स चाहिँ धेरै छ। पहिले 10% आउँथ्यो भनेर चाहिँ अहिले 80देखि 80% चाहिँ स्पेसली आउँछ। लाइक पहिले क्यापकट मात्र एडिट गर्न सक्थ्यो भने चाहिँ अहिले जुनसुकै सफ्टवेयर भए पनि भिडियो एडिट गर्न सक्छ। त्यो टाइपको छ। फ्युचर प्लान चाहिँ बेसिकली केही त छैन, तर लाइक मलाई चाहिँ ओभरअल मनपर्ने भनेको चाहिँ मोसन ग्राफिक भयो। म मोसन ग्राफिकलाई चाहिँ अलिकति धेरै नै प्रायोरिटी दिने गर्दैछु। अरू इन्स्टिट्युटभन्दा चाहिँ धेरै राम्रो छ होइन। तपाईँ अब जस्ट यसलाई चाहिँ अलिक बेटर बनाउनको लागि जुन ड्युरेसन 2 मन्थमा छ, यसलाई चाहिँ जुन मोसन ग्राफिकमा आफ्टर इफेक्ट सिकाइन्छ। आफ्टर इफेक्टको चाहिँ अलि बेसिकहरू छ, यसलाई हल्का एडभान्स सिकाउने, ड्युरेसन हल्का थपेर टाइमलाई हल्का म्यानेज गरेर चाहिँ आफ्टर इफेक्टलाई चाहिँ अलिकति धेरै सिकाउने र क्यामेराहरूको थ्योरी छ त्यसलाई अलिकति प्र्याक्टिकल गर्न सके अलि बेटर होला जस्तो।